वेलकम ब्याक टु अनदर ब्लग। सो आज चाहिँ हामी चाहिँ गलकोट जानेवाला छौँ र अहिले चाहिँ म रेडी हुन लाग्यो। रुमको हालत चाहिँ यस्तो ढोस्दै छ है। मेरो रुम चाहिँ भन्नुपर्दा कहिले पनि सफा हुँदैन, सफा भएछ भने पनि मम्मीले आएर गरिदिएको। यहाँ चाहिँ अरू मेरो यो गुप्रो सुप्रो चार्ज हुँदैछ, सामान हाल्छु। ड्रोन म्यान ड्रोनहरू ब्यागमा हाल्नु छ। अनि त्यहाँपछि चल्दिस। सो हामी चाहिँ अहिले रेडी भइसकेको छौँ। ड्रोन सुरुन सबै छ नि मेरोमा। त एउटा पर्कानी छ अझ केही भनिदिनु छ। यता आएर क्या बुढा भीमदाई चाहिँ मसँग रिसाउनु भएको छ है, अघि सानो कच परेको। एकजनाकोमा हालौ न केटा तँ मार्दाईको। है त अब चाहिँ हामी चलिदिनु पर्ने हुन्छ। साधन चाहिँ 1 2 अगाडिको स्कुटर अनि त्यो बुलेट हाम्रो सुलभ दोस्तीको स्कुटर चालक चाहिँ यहाँ हुनुहुन्छ। हामी चाहिँ अहिले कसको पर्खाइमा भन्दा चाहिँ हामी चाहिँ माटे दाईको पर्खाइमा छौँ। भ्लग अहिले गोप्रो झिकेर गराउनु पर्ला। सो फाइनली हामी चाहिँ अहिले अछत्ते चाहिँ आइसकेको छौँ र बाइकको हालत चाहिँ सेक्सी नै हो बाइक त, तर बेला बेलाले दुःख दिन्छ र हो। इस्नो के भन्नु छ? केही छैन यार, सबैलाई स्वागत छ। अब चाहिँ यो बाइक चाहिँ अब स्नोल चलाउने हुन् रे सिङ्गल। मैले चाहिँ त्यो बाइक चलाउँछु, यो चाहिँ दिपसनले चलाउँछन्। र चलाउने तिमीले कि मै चलाऊँ? म चलाउने कसम डटमा हान्ने हामी चाहिँ अब साथीहरूलाई केटाहरूलाई अब आउन हल्का टाइमै लाग्छ होला। यो घर चाहिँ कस्तो राम्रो दिपसन दिपसन कस्तो राम्रो यो घर। ल है त हामी चाहिँ अहिले फाइनल्ली के अरे भ्यू टावर कति सकेर त गलकोटभित्र छिरिसकेको छौँ र जनमलाई कुरेको के अरे अरू चाहिँ अघि छन्। के छ सुली? ठिक छ। राइड कस्तो भइरहेछ त नि? अघिसम्म स्कुटर चलाउँदा भेजा भयो त। म त चोर जस्तो देखेँ हामीलाई के अरे, मान्छे नि चोर जस्तै छु। हिरो हो नि। हेर नि जस्तै भएको हेर नि दादा यार। यो मन जस्तै भइछु। त्यो बिचरा बसन्तलाई हेर्दा पो माया लाग्यो। अझ जनमहरू आउनु बाँकी छ। जनमलाई हेर्ने कि मेन त। सो अहिले चाहिँ हामी हटी आइसकेको छौँ है। हामी चाहिँ अहिले यहाँ सामान किन्नु छ। हामी जाने चाहिँ अब त्यो माथिको टुप्पो डाँडा हो हाम्रो। डाँडा ओइ 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 माथि दाइ आउनु पर्ने के अरे। ए प्लेट लग्नु छ यार, प्लेट लग्ने प्लास्टिकको ग्लासहरू हुन्छ। ल त साथीहरू यो चाहिँ हाम्रो खजाना भयो। 1 2 3 4 5 6 7 8 8,200 1 8,000 को सामान हो यो। ल है त अब चाहिँ हाम्रो यहाँ हाम्रो सरहरूले चाहिँ टिकटक सुरु हुँदैछ। ऊ जताततै टिकटक त्यहाँ जन ओए एनजी हो र ओए। हामी चाहिँ उयो कुन क्याफे, यो केएनके क्याफेमा बसेको थियो खाजा खाना चाहिँ। मलमा आइपुगेको छ। अब आधी घन्टाभित्र चाहिँ हामी आफ्नो गाउँमा पुग्छौँ। हामी चाहिँ पुग्छौँ कि अब पछाडिको चाहिँ थाहा भएन, पछाडि देखाइदेऊ न। पछाडि यस्तो छ केटाहरू। सो फाइनल्ली अहिले चाहिँ हाम्रो कति बजेको छ अरे? 6:23 6 बजे चाहिँ बल्ल हामी यहाँ गाउँमा आएको छौँ। गाउँमा आएर अब यहाँ उसलाई भेटेर अब हामी चाहिँ घुम्तीतर्फ वहाँ माथितिर फेरि रातारात हिँड्ने कार्यक्रम छँदैछ र हामी चाहिँ आइयो भन्नलाई यो मेन चाहिँ। अब हामी चाहिँ त्यहाँदेखि एकछिनमा भेटौँला, सियो। सो अहिले चाहिँ कति 7 बजेको छ र अहिले चाहिँ हामी अब माथि हिँड्न लाग्यो। कस्तो कुन ठाउँ भने चाहिँ हामी ऊ त्यो माथि हल्का हल्का देखिएको त्यो कुइरोल धागेको ठाउँमा हामी पुग्नु पर्ने छ। लगभग हामी खासै हिँड्नेहरू छैनौँ, हामीलाई लगभग लाग्छ होला। हाम्रो बाइकहरू चाहिँ यहाँ सेफ छ, एकदम सेफ। लाभै हाडी चाहिँ हामी हिँड्नेवाला छौँ। माथि डाँडा चल्दिन है ल है। अब बोला बाँकी भ्लग चाहिँ हेर्दै जानु होला। सियु। सो फाइनली स्लो बल कति बज्यो अरे? 9:30 बजे चाहिँ हामी
देउरालीमा आइसकेको छ। अब यहाँ चाहिँ हामीले पुज्नुपर्ने हुन्छ। यहाँ चाहिँ ट्रस बनाउनु भएको रहेछ। ट्रस त्यो उस रेलिङमा दाइ यहाँ पूजा गर्नुपर्ने हुनेछ। अब हामीले चाहिँ हाम्रो साथीहरू चाहिँ सबै आइसके। हो यहाँ पानी सङ्कलन चाहिँ छ कि नै पानी छँदै तर धुस्तै पऱ्यो। मुख धुन नि काम लाग्दैन तर यसले चाहिँ। सो अहिले चाहिँ हामी देउरालीमा आएर बसेको छौँ। अब ध्वजा बान्ध आइज केटा ध्वजा बान्ध आइज बिर्से पनि केटा सो फाइनल्ली अहिले चाहिँ हामी यो ठाउँ वेट उयो त्यहाँ माथि चाहिँ गुराँस मिठो देखिरहेछ पिङ्क कलरको रहेछ लभली। यहाँ चाहिँ तर यो बोक्ने मान्छेलाई चाहिँ एकदम मान्नुपर्छ है हामीले। 50 केजी भन्दा बढी छ क्या यहाँ जनम। यहाँ सुलभ यहाँ छन्। म यहाँ छुट्टै ओहो दाइ यो फोटो त बब्बाल ल। यहाँ चाहिँ हाम्रो साथीहरू आउँदैछन्। कहाँ छ हाम्रो भनिदेऊ त ओए ल ल अब हामी चाहिँ ठाडै छ बाटो अनि एउटा मात्र बाटो छ कसरी दिएको छैन मलाई ल। फाइनल्ली हामी चाहिँ अहिले गोत्थर आइसकेको छौँ। दाइ यहाँ माथि गुराँस सही छ नि। यता हेर्नु न फ्याट गुराँस हेर्नु न दाइ माथि ओ के हेर्नुहुन्छ बाबा छोडिदिनु। गोठरमा चाहिँ आधा यता हुनुहुन्छ। जाम माथि खोजौँ क्या माथि नै खोजौँ। यहाँहरू चाहिँ हाम्रो कतादेखि आउनुभयो रहेछ सबै हुनुहुन्छ। सो अहिले चाहिँ हामी यहाँ साथीहरूलाई कुर्दैछौँ। साथीहरू चाहिँ उहाँ पानी ल्याउन गएछन्। को भनेपछि चाहिँ दिप्सन रहेछन्। सबै 12 बजेको छ अहिले चाहिँ। यो फोटो चाहिँ बबाल खिचेको यार। यो फेरि को हिरो आम्मामा हिरो छ त्यहाँ। सो फाइनल्ली अहिले चाहिँ हामी आफ्नो डेस्टिनेसनमा चाहिँ आएको छौँ। स्पोट खोजिसक्यौँ। लग्यो ओए केटा ओए हामी चाहिँ अहिले त्यस्तोमा छ नि। है ल भरे चाहिँ 4 बजेको छ। सुली म The next day. सो गुड मर्निङ साथीहरू। अहिले चाहिँ हाम्रोमा चाहिँ उहाँ माथि हो त्यो पछि देखिएको टेन्टमा हामी क्याम्पिङ गरेको चाहिँ। क्याम्पिङ गरेर चाहिँ हामी माथि घुम्टेतर्फ हिँड्दैछौँ। मान्छेहरूको त ताती छ है। ताती छ है ताती एकदम धेरै मान्छेहरू। कति बजी हिँड्नु अब? 4 घन्टा लाग्छ। चलौँ यता हेर त। हजुर ठिक छ आशिष कहाँ सक्नु हौ हामीलाई सक्छ त अनि सक्ने कुरै भएन नि यार। म त ग्याङको साइडमा बस्नु हो। सो अहिले चाहिँ हामी माथि आइसकेको छ। सो अहिले चाहिँ मान्छेहरू देख्न सक्नुहुन्छ। मान्छेको अझै पनि ताती नै छ है। अझ त्यो के अरे वैशाख जनै पूर्णिमामा झन् कस्तो होला। अब हामी चाहिँ जुत्ता खोलेर जानुपर्ने हुनेछ। मान्छे चाहिँ नन्देरे यार लास्ट यो यस छ त हौ राम्रै छ। अझै घाम लागेको छैन हेर न रामसँग। यस घामलाई चाहिँ मिठो देखिन्छ होला सायद।
क्यामेरामा नाच्ने भन्दैछन् टिकटक म त यहाँ कस्तो अनिलो भएर नि होला कस्तो आँखा थिस भइरहेको छ अनि उनीहरू मुखिनहरू र नि त्यो नि हो केटाहरू यहाँ रमाइलो हिमाल त त्यस्तै हो क्या केटा ल हिमाल त धाकिएछ नि त फेरि सही केही भएन त्यसपछि भिडियो सिडियो फोटो त्यो तलको त्यो वा रिगा हटाएर अलिअलि देखिन्छ नि यो पहाड होइन यो उटो नि होइन त्यो नि होइन त्यहाँबाट उता हल्का देखिन्छ त हल्का बजार जस्तो त्यो चाहिँ रिगा हो पाण्डव खान्ति यता मुनि पर्यो नि यो ठ्याक्क रिगा पारेको फेरि सिसा खाने यो अलि हल्का देखिन्छ उहाँ के यता त्यो दोजाले खन जस्तो बाटो मान्छेहरू चाहिँ देख्न सक्नुहुन्छ एकदमै धेरै हुनुहुन्छ हामीलाई चाहिँ टिका लाग्छ व्यापक विदेशमा सफल हुँदै जानुभएको छ अझ ठुलो राम्रो सफल भएर अगाडि बढोस् हाम्रो घुम्टेका देवी देवताहरूले सधैँ मनले सोचेको कुरा होस् देवी देवताहरूले जय होस् घरमा एकता पैदा होस् हाम्रो कुल देवताहरूले सधैँ रक्षा गरून् देवी देवताहरूले रक्षा गरून् नयाँ वर्षमा जे सोचे आउनुभएको छ जय होस् हाम्रो ग्रुपलाई लगाइदिन्छ कस्तो देखेछ युवा भाइ हुनुहुन्छ राष्ट्रिय सेवा समाज सेवाको लागि यहाँले जे सोचेर आउनु भएको छ हाम्रो शक्तिशाली सिद्ध भैरवले राष्ट्र देवताले रक्षा गरून् जय तिमीले मेरो खिचै भयो महालक्ष्मी रक्षा गरून् आज घुम्टेको सिद्ध भैरवको प्रसादले मनले चिताएको पुरा होस् नयाँ वर्षमा भगवानको दर्शन गर्न पाल्नु भएको छ यहाँका लागि राष्ट्र देवतालाई घरका देवताहरूले सबै देवताहरूले रक्षा गरून् रोग कष्ट नलाओस् ज्ञान बुद्धि बढोस् घरमा एकता होस् खुसी आओस् जय फुल छैन ल्याउनुहोस् है ओम महालक्ष्मी सरस्वती नवदुर्गा भगवतीले रक्षा गरौँ आज नयाँ वर्षको अवसरमा बाबुले घुम्टेका सिद्ध भैरवको जुन दर्शन गर्न आउनुभएको छ हाम्रो घुम्टेका शक्तिशाली देवताले यहाँले मनले जे चाहना बोकेर आउनुभएको छ सबै पुरा हुन् घरका कुलदेवताले रक्षा गरून् पितृदेवताले रक्षा गरून् बाबाको आशीर्वाद मिलोस् राष्ट्र देवताको आशीर्वाद मिलोस् जय होस् सरस्वती नवदुर्गा भगवतीले रक्षा गरौँ अझ नयाँ वर्षको अवसरमा बाबुले घुम्टेका सिद्ध भैरवको दर्शन गर्नुभएको छ घुम्टेका सिद्ध भैरवले मनले चिताएको पुरा होस् कुलदेवताले रक्षा गरून् घरका देवी देवताहरूले रक्षा बाबाको आशीर्वाद मिलोस् राष्ट्र देवताको आशीर्वाद जय होस् बाबुलाई अहिले चाहिँ हाम्रो धेरै काम चाहिँ भइसकेको छ अब चाहिँ अबको काम यता जनम सो फाइनली अहिले चाहिँ हामी पूजासुजा गरेर नि सबै गरेर भ्याइसकेको छौँ ल कस्तो ल्याग चल जस्तो लाग्यो होइन चाँजेर सो है त अहिले चाहिँ हाम्रो सबै काम भ्याइसकेको छ र हाम्रो पूजासुजा गरेर ल अहिले त बिगाऱ्यो नि त ल है साथीहरू मैले चाहिँ गोप्रोको यो स्ट्यान्ड बाँच्न सफल भइसकेको छु कसरी हेर ल त्यस्तै त होला कलर मिलाम ल के भन्नु छ केही भन्नु छैन यार तर म त के भन्छ के नभन्नु मेन मन्दिर चाहिँ अब यही भइहाल्यो मान्छेहरूको घुइँचो देख्न सक्नुहुन्छ अहिले त्यसोमा त हाम्रो केटाहरू चाहिँ गएर जुत्ता सुत्ता लाउन नि रेडी भइसकेछन् ठिकै छ गरौँ ठिक छ उही सोल्टेटा कति भयो थोरै लाग जस्तो लाग्दैछ यो थोरै लासी हुने सनस्क्रिन हो क्या अनि किन धेरै हालेको त नि अनि मैले त मलाई आँटी देला भनेको समय हिरो सम हुनेको राज भनिदिनु न दाजु सनस्क्रिन कुन कम्पनीको देखाउँछ सनस्क्रिन हो सेराबी एकचोटि यता हेर्नु परेलै सेतो भइदिन्छ त हो कुन कम्पनीको हो अरे खै मन त्यस्तै सेतो छु र त्यस्तो छैन तर जन्म त हिँड्सी हुन् क्या
म्याउ 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 म्याउ। सो फाइनल्ली अहिले चाहिँ हामी के अरे माथि गोथर लागिसकेको छौँ। गुराँसहरू देख्न सक्नुहुन्छ। यता हेर्नु नि जानौँ। यस्तो हिँड्थ्यो भनेको राजु भनिदेऊ न। सनस्क्रिम खै मलाई त त्यस्तो छैन त, म त्यस्तो हिँड्छु त। ल ल ल हामी चाहिँ अहिले चाहिँ करिब अब 2 देखि 3 घन्टाभित्र चाहिँ तल पुगिन्छ। अरू केही भन्नु छ जानौँ? दिपकको फ्यानहरू आउनु भएको छ अहिले चाहिँ है। अनि म चाहिँ को भन्दैछु अनि त्यही हो। के हुन्न, गाह्रो मान्नु पर्दैन। कपिराइट लाउँछ। जानुहोस् जानुहोस्। म जान्छु। ल एउटा भरिया छन् पछि गोठालो जाऊ आची ओए। सो फाइनल्ली अहिले चाहिँ हामी देउरालीबाट हल्का तल आइसकेको छौँ। ओए आमामा यिनको ओ बा हिरो नै हो कि क्या हो? प्यार से दे रहे रख लो। अर्को क्या आई लभ यु क्या कुन चाहिँलाई दिने हो निले त्यो चाहिँ थाहा भएन। गुड बोय। सो फाइनल्ली हामी चाहिँ यहाँ चाहिँ हाम्रो सन्तोष दाई हुनुहुन्छ। सन्तोष दाई र म चाहिँ यहाँ तल आइसकेको छौँ सित्थानमा। र हाम्रो केटाहरू चाहिँ हाम्रो पछि चाहिँ आशिष छन् होला। त्यहाँ पछिको चाहिँ हिँड्न नसक्नेहरू छन् हो र। बसन्त सर त अब हिजो हिँडेदेखि फर्किनु भएको के अरे, हिँड्न सक्नु भएन अरे उहाँ चाहिँ। अब हामी चाहिँ यहाँ भए खाना खान्छौँ। खाना खाएर पछि एकछिन घर गएर सुतिन्छ होला। खै यार दाइ यार अहिलेसम्म मेरो चोटै छैनन् के अरे। यो दहमा चाहिँ पहिला हरिप पानी हुन्थ्यो, अहिले चाहिँ कस्तो खाली कस्तो नराम्रो देखिएको यार। त्यही बाटो जानु पर्ला। बसन्त दाइलाई फोन हान्छु। कहाँ हो दाइ घर नहुने भन्नु। ए सुशीलहरू नाचेको नाच्नको यहीँ हो? हेर्न कस्तो लप्ली छ। फर्स्ट भएको होइन तिनीहरू? ऊ यहीँ हो क्या, उयो भवन अगाडि उतापट्टि होइन? मर्न लागिसक्यो कहिले त हिँडेको हो हिजो चाहिँ। माथि दाइ खै क्या केटाहरूलाई फोन हान्नुहोस्। त्यो फाइनल्ली हामी चाहिँ अहिले खानासाना खाएर भर्खर तल झरिसकेको छौँ। केटाहरू आउँदैछन्।